यस्तै हो भने बालेन शाहको ज्यानलाई पनि एकदमै धेरै खतरा देखियो है। हेर्नुहोस् त, हिजो मात्रै बालेन शाहको घरमा चाहिँ चोरी भएको रहेछ कि। अब बालेन शाह पनि घरमा नै होइन, अब चुनावी दौडधुपमै हुनुहुन्छ उहाँ पनि। अनि उहाँको श्रीमती पनि अहिले चाहिँ झापामा हुनुहुन्छ, चुनावी माहौलमै दौडधुपमै हुनुहुन्छ कि उहाँ पनि। कोही नभएको मौका छोपेर, घरमा चाहिँ कोही पनि नभएको मौका छोपेर गेट तोडेर होइन, भित्र छिरेर बाथरुमको सबै सामानहरू, धाराको टुटीहरू होइन, धाराहरू, अनि हेर्नुहोस् त सिसी क्यामेरा पनि चोरेर लगेको रे कि को होला है यस्तो हरकत गर्ने होइन। त्यही भएर चाहिँ बालेन शाहले चाहिँ अब चाहिँ हरेक कामहरू गर्दाखेरि चाहिँ एकदमै धेरै संयमता अपनाएर होइन, आफ्नो ज्यानको सुरक्षा अब कसरी हुन्छ होइन, त्यतातिर पनि ध्यान दिनुपर्ने अवस्था देखियो कि यसले चाहिँ होइन। आफ्नो मामा ससुराको छोरालाई चाहिँ उहाँले चाहिँ घर जिम्मा लगाउनु भएको रहेछ कि रेखदेखको लागि होइन। तर उहाँ के जुन मामा ससुरा साला भन्ने पर्नुहुन्छ नि, उहाँ बिहान पख घरमा जाँदाखेरि चाहिँ त्यस्तो सबै चोरी भइसकेको रहेछ कि होइन। त्यही भएर कसले होला कि यस्तो चोरेको, कसले गर्न सक्छ यस्तो। हेर्नुहोस् त, घरमा कोही छैन भन्ने मौका छोपेर बालेन शाह र भाउजू नभएको बेलामा घरमा भर्खरै चोरी भयो, तपाईँले थाहा पाउनु भएको भएन। सिसिटिभी फुटेज सबै अब भयभरको धाराको टुटीहरू समेत चोरी भएको कुरा आइरहेको छ। अब प्रहरीमा उजुरी परेर अहिले छानबिन आयोगले अब त्यहाँ रिपोर्ट दर्ता भइसकेपछि अब इन्भेस्टिगेसन चालु हुँदैछ बिस्तारै। के भन्ने यार, अब के भन्ने यार मान्छेहरूलाई। के चोरी नै भएको? चोरी भएछ के बालेनको घर, अचम्मै होइन एमाले कार्यकर्ताहरू होइन, एमाले होइन बिचरा। बालेन शाहको घर चोरी भएको कसलाई थाहा भयो साथीहरू है? यो बालेन शाहको घर चोरी भएको होइन, राजनीतिमा अब कसरी बालेन शाहलाई तल झारौँ, कसरी उहाँको सपोर्टरहरूलाई घटाउँ भन्ने खालको चलखेल सुरु भएको हो है। नभए यति धेरै धनी मान्छेहरू छ नेपालमा, उहाँकै घर चोरी किन हुनु? अनि त्यहाँबाट अहिलेसम्मको पुलिस अनुसन्धानले त्यो बहुमूल्य सामान हराएको भन्ने कुरा चाहिँ रेकर्ड पाएको छैन। जस्ट होइन, सिसिटिभी क्यामेरा र त्यो रेकर्ड डिभाइस हुन्छ नि, त्यो चाहिँ लिएर गएको छ है। इट मिन्स दे वान्ट समथिङ एल्स क्या, लाइक हुन्छ नि यसो गर्दो रहेछ, यसले यसरी गर्दो रहेछ, उहाँले त भ्रष्टाचार गर्दो रहेछ भनेर प्रुभ गर्नलाई होला है। घरमा अब त्यस्तो केही चिजहरू भेटिएन अनि क्यामेराहरू बोकेर गएको छन् रे। अनि त्यही हो, चेक गर्न गएको हो, ल भ्रष्टाचार गरेको छ कि उहाँलाई तल कसरी झार्ने हो भनेर पुरानो पार्टीहरू जस्तो लाग्छ है। अब के हो, हामीले एजप्सन गर्न त पाइहाल्छ। अब आज घर चोरी भयो यति हो, भोलि क्यारेक्टर एसासिनेसन, अनि पर्सि चाहिँ अफवाह, त्यस्तो चाहिँ नहोस् है। जय घन्टी, बाई बाई। गाइज, बालेन शाहको घर चोरी भएछ होइन। विवेक थपलियाको यो स्ट्याटस हेर्नुहोस्, उहाँले हिजो पोस्ट गर्नु भएको यो स्ट्याटस छ होइन। बालेन शाहलाई जे पनि हुनसक्छ होइन, अलिक सावधानी अपनाउनु होला भनेर लेख्नु भएको छ होइन विवेक थपलियाले। अनि एक हप्ता अगाडि एउटा केटा होइन, एउटा नेदरल्यान्डमा बस्ने केटाले चाहिँ बालेन शाहलाई तलमाथि गरिदिन्छु होइन झापा 5 मा भनेर उसले बोलिरहेको थियो खुलेआम सोसियल मिडियामा। स्टिल अहिले पनि उसको सोसियल मिडिया चलिरहेछ, उसको सोसियल मिडियामा आएर बोलिरहेछ होइन। देशमा चुनावी माहौल छ होइन। अनि अहिले हालत यस्तो छ, एउटा पार्टीले प्रधानमन्त्री क्यान्डिडेट भनेर उठाएको उम्मेदवारको घरमा यसरी चोरी हुन्छ। चोरी पनि अलि अचम्म खालको छ होइन। सिसिटिभी चोर आएर अब सिसिटिभी चोर छ, सिसिटिभी रेकर्ड हुने बक्स चोर छ भनेपछि बुझ्नु भएको छ यो चोरी के खालको हो, यो चोरी के को लागि गरिएको हो। यहाँ प्रष्ट देखिएको छ क्या, यो चोरी चाहिँ देश चोर्नेहरूले गराएका हुन्। केही हप्ता अगाडि होइन नेदरल्यान्डमा बस्ने एउटा केटोले होइन बालेन शाहलाई झापा 5 मा तलमाथि गरिदिन्छु भन्दै सोसियल मिडियामा एउटा भिडियो बनाएको थियो होइन। त्यो भिडियो हजारौंले कम्प्लेन गर्नुभयो, लाखौं, हामीले पनि धेरैले कम्प्लेन गर्यौं। नेपालको सुरक्षा निकायले म ओभरलुक गर्छु भनेको छ, मैले पनि कम्प्लेन गरेको थिएँ नेपाल साइबर ब्युरोलाई होइन। मलाई पनि फिडब्याक आएको थियो। केही भएर अझै स्टिल त्यो मान्छे स्टिल अहिले पनि म लाइभमा देखिरहेको छु। नेपालको सुरक्षा यस्तो छ, नेपालमा चुनाव हुँदैछ, एउटा पार्टीले मेरो प्रधानमन्त्रीको क्यान्डिडेट भनेर बालेन शाहलाई उठाएको छ। अहिले त्यही पार्टीको लहर चलेको छ देशमा होइन। नेपालको सुरक्षा निकायले यस्ता विषयहरूलाई लिएर कडा भन्दा कडा अनुसन्धान गर्छ र दोषीलाई कारवाही गर्छ भनी सोचेका छौँ। बालेन शाहको सुरक्षालाई लिएर एकदमै सिरियस हुन पनि जरुरी छ है। थ्याङ्क यू गाइज। होइन, जताततै बालेनको चर्चा छ यत्र तत्र। अब कतै बालेन डुप्लिकेट निक्ले भन्छन्, कतै बालेनको घर चोरी भयो भन्छन् समाचारमा है। अब चुनावी दौडमा पूर्वी झापादेखि पश्चिम धारचुलासम्म पुगिरहेछन् बालेन अहिले आराम पनि नगरिकन। अनि फेरि कैलालीतिर चाहिँ डुप्लिकेट बालेन पनि निक्ले अरे। अघि अघि एउटा बालेन, पछि पछि अर्को बालेन, अनि उनलाई पुरै रिक्स भइसक्यो कि हो है। अनि रिक्स मोली आराम पनि नगरिकन किन हिँड्या हो त त्यस्तो? अब चुनाव आइरहेछ, झ्याप्पै छोपिरहेछ चुनावले, फेरि प्रधानमन्त्री हुने लहर छ है, त्यो भएर पनि होला। अब श्रीमती पनि चुनावमा उता भोट माग्न
झापातिर पुगेको हल्ला छ होइन, भिडियोहरू आइरहेको छ। अब चोरले पनि यही हो, बुढो पनि छैनन् बुढी पनि छैनन्, मौका यही हो भनेर झ्याप्पै लाएर अब मण्डी कटारको घर चोरी भयो भन्ने कुरा छ है। हुन त अब सिसी क्यामेराहरू थियो होलान् र पनि अब चोर पुलिसभन्दा 10 गुणा बाठो हुन्छ भन्छन्, तर चोर हो। यस्ता चोरलाई चाहिँ पत्ता लाएर कारबाही चाहिँ हुनुपर्छ। बालेन्द्र शाह दाईको घरमा लुटपाट भएछ होइन, ठिकै हो, राम्रै गर्यो तिमीहरूले। एटलिस्ट तिमीहरूको त्यहाँबाट लाँदाखेरि केही कुरा त दिमागमा घुस्न सक्छ कि भ्रष्टाचार गरेको सामान त केही पनि नहुँदैछ घरभित्र, लुटेको सामान त बालेन्द्र दाईको घरभित्र केही पनि रहन्छ। आफैले कमाएर पनि गर्न सकिँदो रहेछ, आफ्नै कमाइले पनि नेपालमा यत्रो यत्रो घरहरू बनाउन सकिँदो रहेछ भनेर एउटा दिने ज्वलन्त उदाहरण हो नि त। तिमीहरू त्यहाँ चोर्न मात्र गएको होइन, त्यहाँ त तिमीहरू भावी प्रधानमन्त्रीको घरमा छिर्यौ। एटलिस्ट तिमीहरूले केही कुरा एउटा त्यहाँबाट एक पानीको थोपा मात्रै लिएर गयो भने पनि भोलिको दिनमा त इतिहास रच्छ नि त तिमीहरूले। ओहो ल भावी प्रधानमन्त्रीको घरबाट आफ्नै कर्मले कमाएको, आफ्नै नैतिकताले कमाएको घरमा गएर हामीले लुटेर ल्यायौँ भन्दाखेरि त भोलि लुटेराहरूको पनि त सान चौडा हुन्छ नि त। त्यही भएर भनेको मान्छौ भने तिमीहरूले लुटिहाल्यौ, ठिक छ, लुट, केही भएन, तिमीहरूको दिमाग पनि फेरियो। किनभने एटलिस्ट अलिकति नैतिकता भएको मान्छेको घरमा छिर्दाखेरि त तिमीहरू जससँग भयो होला, ओहो हामी त लुटाएको मात्र के अरे अनुसार चलिरहेको, हामी त हुन्छ नि दादागिरीहरूको अनुसारमा चलिरहेको, यस्तो मान्छेको घरमा छिर्दाखेरि त आहा आजबाट त हामी पनि पोजिटिभ भयौँ है, आजबाट त हामी पनि नयाँ मोडमा गयौँ है भन्ने त तिमीहरूलाई लाग्दो हो नि त। त्यही भएर सुध्रिन मिल्छ, हरेक दिन सुध्रिन मिल्छ। तिमीहरूको लागि आजै भयो, आजदेखि सुध्रियौ। तिमीहरूले एउटा मान्छेको घरमा गएर लुट्यौ, यस्तो मान्छेको घरमा गएर लुट्यौ कि तिमीहरू आफू नै सुध्रिन पायो के। त्यही भएर बालेन्द्र शाहको घरमा लुटिरहेको छैन के, एउटा योद्धाको घरमा लुटिरहेको छ, एउटा पोजिटिभ इन्सपिरेसनको घरमा गएर लुटिरहेको छ। त्यहाँ गइसकेपछि तिमीहरूले केही न केही राम्रै पाठ सिक्छौ। त्यही भएर आज नै जसले लुटेको आज नै एकदम सम्मानपूर्वक बरु फुलमाला नै लगाइदिउँला भन, बरु गएर पुलिसलाई भन, यसले मलाई लुट्न लगायो, यसले मलाई चोर्न लगायो, यसले मलाई यस्तो गर्न लगायो भनेर सरासर गएर पुलिसमा गएर भनिदेऊ। बालेन्द्र दाइले तिमीहरूलाई अलिअलि 2-5 हजार बरु खर्च नै पठाउनु होला है, तिमीलाई अलिअलि चाहिएको कति छ उनीहरूले कति दिएको थियो त्योभन्दा बरु 1-2 हजार बरु थपेरै दिनु होला। त्यही भएर गएर भनिदेऊ यहाँबाट लुट्न लगाएको हो दादा, हजुरको भावी प्रधानमन्त्रीको घरमा लुट्नु पर्छ भनेर सिकाएको। किनभने अब त्यो पठाउनेहरूलाई पनि थाहा छ हाम्रो भ्रष्टाचार गरेको सबै पैसाहरू त बालेन्द्र शाह आएपछि हामीले बुझाउनु पर्छ, हामीले लुटेका सबै धन त बुझाउनु पर्छ। बरु त्यही घरबाट चोरेका अलिअलि रासन सामानहरूले 2-3 महिना भयो नि 2-3 वर्ष भने खान पुग्छ कि, सेतो चामलको भात खान पुग्छ कि भनेर रहेका ती हन्तकाली दरिद्र देश लुटाहाहरूले पठाएका मान्छेहरू होलान्। त्यही भएर तिमीहरू आनन्दले गएर नडराइकन हात यसरी मैले हो लुटेको, मलाई यो मान्छेले पठाएको हो लुट्नलाई भनेर भनिदेऊ। तिमीहरूलाई पुलिसले नि केही गर्दैन, बालेन्द्र शाह दाइले 2-5 हजार थपेर तिमीलाई चिया खर्च बरु 3 हजार मेरै तर्फबाट बोल्ल है बाबु, ल सुध्रियो, ल थ्याङ्क यू। हजुर साथीहरू, यो चाहिँ ब्रेकिङ न्युज पनि हो र अत्यन्तै एउटा चाहिँ गम्भीर न्युज पनि हो होइन। जस्तो नेपालमा चुनाव आइरहेछ, अब बालेन्द्र शाहको काठमाडौँ स्थित घरको गेट तोडफोड भएको छ र आक्रमण भएको छ बालेन्द्र शाहको घरमा। र अब यो कसले गर्यो, के गर्यो, कसरी गर्यो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ अहिले होइन। उनको चाहिँ काठमाडौँ स्थित घरको मेन गेटको ग्रिलहरू फुटाएको छ र घर परिसर वरिपरि चाहिँ तोडफोड गर्न खोजेको जस्तो देखिएको छ। अहिले चाहिँ डिएसपी कौशल बुढाथोकीले त्यसको चाहिँ निरीक्षण गरिरहेको भन्ने बुझिएको छ। अब नेकपा एमालेका महेश बस्नेत र उनका लडाकु संस्था भर्खरै बनाएको त्यो भोलिन्टियर सङ्घले चाहिँ बारम्बार बालेन्द्र शाहलाई फिजिकल आक्रमणका धम्कीहरू पनि दिएको र एउटा चाहिँ दागिरहेको उनीमाथि चाहिँ दागिरहेको अवस्थामा यो घटना भएको छ र काठमाडौँबाट कतिपय चाहिँ बालेन्द्र शाह र एमालेसँग सम्बन्धित व्यक्तिहरूले चाहिँ यसमा महेश बस्नेतको हात हुन सक्ने कुराहरू पनि बताएका छन्। यद्यपि पुष्टि हुन भने बाँकी छ। बालेन्द्र शाह अहिले कर्णालीमा छन् चुनाव प्रचार प्रसारको सिलसिलामा होइन। यस अवस्थामा भोलि बालेन्द्र शाहमाथि चाहिँ ज्यानकै खतरा पनि हुन सक्ने भन्ने कुरा यसले देखाउँछ र उनीमाथि साङ्घातिक आक्रमण गरेर यो चुनावलाई बिथोल्न खोज्ने विविध तत्त्वहरू सक्रिय रहेको भन्ने कुरा पनि यसबाट चाहिँ छर्लङ्ग हुन्छ। बालेन्द्र शाहको पूर्ण सेक्युरिटी सरकारले गर्नुपर्दछ र यस किसिमको घटनाको मसिनो अनुसन्धान गरेर सम्बन्धित दोषीलाई पूर्ण कारबाही हुनुपर्दछ।
बालनको घर तोडफोड गर्ने र चोरी गर्ने जुन एउटा राजनीतिक समूह छ त्यसको मुख्य उद्देश्य भनेको दुईटा देखिन गयो। एउटा कुरा चाहिँ बालनले सुदूरपश्चिमतिर र अब कर्णाली प्रदेशमा जुन एउटा माहौल ल्याइरहेका छन्, कर्णालीको दौडामा जान खोजिरहेका थिए, गइसकेका अवस्था थियो, त्यसलाई पूर्ण रूपले अवरुद्ध गर्ने, त्यसमा रोकावट गर्ने। किनकि बालन काठमाडौँ आउनुपर्ने हुन्छ घर तोडफोड गरिदिएर चोरीचारी गरिदिइसकेपछि। अनि त्यसै गरी अब झापा 5 मा पनि सबिना काफले उता खटिरहेकी छिन्, टोलमा पुगिरहेकी छिन्। केपिओलले ती गोबर गुइठा भनेको थियो, त्यो गुइठै बाल्ने गाउँमा गएर गुइठाको उपहार लिएर पुरै त्यो एरिया सबै उनले खाइसकेको अवस्था छ होइन, घुमिरहेकी छिन्। भन्दा अब घरमा चोरी भएपछि त आइमाई महिला मान्छेहरू, श्रीमतीहरू पनि त कहाँ गहना चोरी भयो कि के भयो कि उनीहरू बस्न सक्दैनन् नि त। त्यसले गर्दा अब सबिनालाई पनि काठमाडौँ झिकाउने त्यो हुँदाखेरि उनीहरूको चुनावी अभियानमा एउटा गतिरोध आउँछ भन्ने कुरा चाहिँ यसमा मुख्य उनीहरूको शङ्काको त्यो डाउटबाट चाहिँ उनीहरूले यो गरेको देखिन्छ। यस्तै बालन शाहले चाहिँ सँगै आछाममा घाइते भएका, मुर्छा परेर लडेका, अहिले ब्रेन ह्यामरेज भएर चाहिँ काठमाडौँ उपचार गराइरहेका पत्रकार दिनेश सिटौलालाई भेटघाटको लागि पनि एकचोटि काठमाडौँ आउनुपर्ने भनेर उनी भनिरहेका थिए भने यता घरै फुटाइदिइसकेपछि त आउनै पर्ने भयो। त्यसले गर्दा एक किसिमको चाहिँ यो चुनावमा अलिकति असर चाहिँ। हजुर साथीहरू, बालन शाहको घर तोडफोड भएको काठमाडौँमा भन्ने कुराको बारेमा अलिकति थप समाचारहरू आएका छन् होइन। त्यो अनुसार चाहिँ उनको सिसिटिभी क्यामेरा र 3वटा त्यसको सेटहरू सबै चोरेर लगेको रहेछ होइन। क्यामेरा अनि प्लस त्यसको फुटेज रेकर्ड, अनि त्यो पछाडि डिबिआर मिसिन, अनि त्यसै गरी बाथरुमको सामानहरू, त्यस्तै धाराका टुटीहरू समेत लगाएको छ अरे। अब मसिनो गरेर भित्रभित्र के लगाएको छ त्यो थाहा भइसकेको छैन। उनका बालन शाहका साला पर्ने मामा ससुराका छोरालाई चाहिँ त्यो घर रुङ्न हेर्न अनि फुलबारीमा पानीसानी हालिदिन बेला बेलामा आएर गरिदिनु भने रहेछ। उनी बिहान आइपुग्दा यस्तो भइरहेको अवस्था रहेछ। अब यो निकै इन्टेलिजेन्ट मान्छे हो भन्ने कुरा त प्रष्ट यसमा के देखिन्छ भने सिसिटिभी क्यामेराहरू लिएर गएको छ त्यसले। बालन शाहको भनौँ न 3 महिनाको त्यहाँ चाहिँ रेकर्डहरू हुन्छ, त्यहाँ को मान्छे आएका थिए, कुन समयमा आएका थिए। अब त्यो सिसी क्यामेरा त्यो हेरेर, त्यो रेकर्ड फुटेज हेरेर तिनीहरूले चाहिँ पोलिटिकल एउटा स्ट्राटेजी निकाल्छन्, को मान्छे के रहेछ भनेर, अनि कसलाई आक्रमण गर्ने, कसरी के गर्ने भन्ने हुन्छ होइन। जस्तो अहिले बालन शाह पनि अनि सबिता काफले, बालनको श्रीमती पनि झापामा छिन्, बालन कर्णालीमा छन् होइन। यदि सबिता मात्रै भएको थियो, सबिना मात्रै त्यहाँ थियो भनेदेखि उसलाई आक्रमण हुन सक्ने रहेछ नि त होइन। यो कुनै न कुनै यो साङ्घातिक आक्रमणकै एउटा चाहिँ रिहर्सल हो होइन। र यो घटना यतिकै चान्चो नै छोड्नु हुने किसिमको घटना होइन, यो सामान्य चोरी मात्र घटना होइन। अहिले यो राजनीतिक माहौल यस्तो किसिमको भएको अवस्थामा र बालन जहाँ हिँड्यो त्यहीँ यस्तो क्रेजी तरिकाले चाहिँ जनमानस समेटिएको बटुलिएको देखिँदाखेरि यसबाट जेलस भएका समूहहरूले नि यो गरेको हुन सक्दछ र अब यसलाई सिरियसली लिनुपर्ने हुन्छ। यो भिडियोलाई लाइक, कमेन्ट, सेयर अनि यस च्यानल सब्स्क्राइब गरी माया गरिदिनु।